धेरै भयो भने लङ्का सुन्छ कान मेरो बुझ्दै अहिले मलाई गर्मीले प्याक प्याक भएर मरिरहेको छु म पंखा नभएर श्रीमतीले मलाई व्हाट्सएपमा फोन गरिसक्यो किन तोडेको पंखा भन्दै तिमीले भोलि हाल्दै हुन्छ कुरो गर्छ अनि जुङ्गा काटेर भइहाल्छ नि गाडी जुङ्गा गाइस के भने चाहिँ मैले पनिसन तपाईको पनिसन फेरि दराज भा चाहिँ एसी तोड्ने थर्ड पनिसन पोइन्टको तेल हाल्ने हैन तपाईको पनिसन दाढी काट्ने वाइफाई भाँच्ने अनि ओइल खनाउने हैन बेडसिट नदिम साथीहरु बुढाबुढी सुत्न दियो यार बिचारा सबै कुरा ल आइब्रो एसी दराज लु भर्खर तेल भने हैन तपाईले तेल द ल 30,000 मा गाइस तेल दिम दुईटा फोड्ने कुरा भयो के दुईटा फोड्ने कोठामा एक्लै भक्कानो छोडेर रुनु पर्दाको पीडा कसले बुझ्छ र है परदेशी परिवारसँग मिठो खाएर मेला हेर्न जाने समयमा आँखाभरि आँसु बनाएर परदेशको बन्द कोठामा एक्लै भक्कानो छोडेर रुनु पर्दाको पीडा कसले बुझ्छ र है परदेशी जीवले फोड्नु भयो कारबाही उमेर जीवलाई गर्नु नि त कर्मचारीले फुटा हो र मेयर साहबले नै यो सहसचिव भ्रष्ट हो भनेर घोषणा गर्ने कानुनी अधिकार कहाँ छ कुन ऐनले त्यो अधिकार दिन्छ कार्यालय तोडफोड भएर यस्तो नौटङ्की हो क्या त्यो साँचो खोलिदिया भए हुन्थ्यो नि त अनि एसपी साहबको हो कि प्रमुख प्रशासकीयको ढोकाको ताला मुठ्याएर ढोकामा दरबान बस्नलाई मानहरुका जनप्रतिनिधिहरू सबै आफ्नै अड्डा आगो लाउन आए त्यहाँ आफ्नै अड्डा भत्काउन आएका हुन् अनि जनप्रतिनिधिको कुरा मान्न पर्दैन अरूलाई अनुशासन नैतिकताको पाठ सिकाउने आफू अनुशासन बाहिर निस्के राजा मुला काठ पस्या मुला भन्न ओए राईजुमाका सन्तान तमी बाहिर निस्के तमी अन्तर्घाती हौ शोषक हौ तमी बाहिर निस्के अंग्रेजीमा भनिदिन्छु गेट आउट बाहिर निस्के बाहिरै छु म सालाहरू दिउँसै खाएर आएछन् के राजा है के ताल हो यो तम्रा चाहिँ के ताल भेट नगर्ने भनेर हाम्रो नेता बनेर हिँड्ने हुन् अहिले आएर धोका दिने हुन् कुरै नबुझिकन भ्याकु त उफ्रिया चाहिँ नउफ्र चुप लागेर घर जाऊ ये तमी ससुराल जाने हुन् हामी घर जाने हुन् जान्यम ए नजान्या तमरु जादैनौ तमी के अर्थ भातेहरू किनभने हिजोको दर्के झरी र टन्टेलापुर घाममा टाउको लुकाउने ठाउँ कहीँ पाएको थिइनँ मैले यही एउटा ठाउँ थियो आज यही बस्ती संकटमा परेको देख्दा देख्दै तपाईको हात समातेर जान सक्दिनँ म मलाई माफ गर्नुहोला तपाईलाई यो बस्ती बुद्धि नभए बुद्धि हिटलरले रौसी खाएर स्वास्नी कुटिया कुरा चाहिँ नपत्याउनु नि ल आमाको यसो ख्याल गरिदिया है ल पिर्न गर राम्रो छ जा बुद्धि नखा यो नला जुन दिन छोरा मान्छेले त यो नगर यो नखा यो नलगा यहाँ नजा भनेर भन्न छोड्छ नि तब बुझ्नेछौ प्रेमको अर्थ तिमीले छाडेर गए पनि उसले अन्तिम पलसम्म पनि यही कुरा दोहोऱ्याउँछ किन भन्दाखेरि आफूलाई मन परेको मान्छे चाहिँ कसैले छड्के नजरले मात्रै हेऱ्यो भने पनि त्यो उसको दुश्मन बन्न पुग्छ के जो छोरा मान्छेको लागि तर आँखाले चाहिँ फेरि त्यही नयाँ जेनेरेसन अनि अलिकति फेसनेबल मन पराउँछ किन भन्दाखेरि त्यो भगवान्ले दिएको वरदान नै होला तर छोरा मान्छेको जिन्दगीले मन पराउने भनेको त्यही एकदमै साधारण नम्र अनि त्यसपछि सिम्पलवाला मन पराउँछ छोरा मान्छेले आफ्नो प्रेमिका होस् चाहे श्रीमती होस् ऊ आफूसँग छ भने चाहिँ बरु कहीँ यो चाहिँ नि दुनियाँले देख्यो ऊ निर्वस्त्र देख्यो भने पनि मैले शरीरले ढाकेर उसको इज्जत बचाउँछु भन्ने हुन्छ
तर बाहिरको व्यक्ति ऊभन्दा बाहिरको व्यक्ति चाहिँ फेरि त्यस्तै अलिकति फेसनेबल नै मन पराउँछ, किन भन्दाखेरि त्यो भगवान्ले दिएको वरदान नै होला। अनि छोरी मान्छे त्यो फेसनेबल हुनु पनि त्यो पनि भगवान्ले नै दिएको हुनुपर्छ। त्यसैले छोरा मान्छेले भनेको सधैँ पनि त्यही टी सर्ट लुङ्गी र कुर्तावाली नै मन पराउँछ। यदि फेसनेबल मन परायो भने त्यो आँखाको रहर अनि प्रयोगमा आउँछ। मैले छोरी मान्छेलाई त्यो लगायो भनेर नराम्रो भन्न खोजेको पनि होइन, सबै छोरा मान्छेको पनि एउटै दृष्टिकोण हुँदैन। मै मात्रै होला, भोलि गाडी चढ्न छ भनेर सम्झिने हो भने आजै वाक्नाउला झैँ हुने, फन 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 घुमाए झैँ हुने, गाडी चढे झैँ हुने। नचढ्दा त यो चाल चढे झन् के चाल हुन्थ्यो होला। यामा हो म मुर्दारलाई यो खप्परमा लङ ड्राइभ जम्ला आँखा तरिरहेछ, तिमी पनि आँखा तर्देऊ। अझै ठुलो पार, योभन्दा ठुलो त हुँदैन हो। कम्मरमा हात राख्यो, तम्रा चाहिँ रुखाका ठुट्टा हो, तिमी पनि राखिदेऊ। नभागेर ठिक गर्यो।